हुन्छ यो मोटर चाहिँ मैले यो मेसिनदेखि लिएको, कपाल काट्ने मेसिनदेखि लिएको होइन। अनि यसलाई मैले करेन्ट प्रोभाइड गर्ने चाहिँ यो मोबाइलको चार्जरदेखि, र यो बिग्रेको मेरो मोबाइलको चार्जर थियो होइन। म बिग्रेको मोबाइलको चार्जरदेखि लगेर यो चाहिँ मेरो ग्लुकोजको डब्बा थियो। यो ग्लुकोजको डब्बालाई ढक्कनमा पाल पारेर यसरी गराएको छु, र स्केल भाँचेर नि देखाएको छु। हेर्नुहोस्, स्केल भाँचेर पनि राखेको छु। यसलाई चाहिँ काट्नुमा अहिले मसँग ब्लेड छैन नि त, त्यही भएर म काट्नको लागि चाहिँ यो स्केल भाँचेर यसरी गरेर राखेको छु। अब यसलाई चाहिँ म काटेर देखाउँछु है तपाईँलाई। हेर्नुहोस्, मैले चाहिँ भर्खरै गराएको, हेर्नु सक्नुहुन्छ गाइस। मोबाइल त्यसो भने पनि भयो होइन। चाहिँ म यसरी राख्छु, यहाँ देखिन्छ कि नै यो समस्या छ नदेखिएर फेरि मैले के गरेर देखाउँ तपाईँहरूलाई। यसरी राखेर देखाउनु हुन्छ बेसी टाढा होइन। म चाहिँ चार्जर जोडेँ। अब चाहिँ म यहाँदेखि काटेर यसरी तपाईँलाई देखाउँछु। हेर्नुहोस्, मेरो चाहिँ क्यामेरा स्ट्यान्ड नै हुन गएर छ गयो होइन। यसको पावर चाहिँ राम्रो छ होइन गाइस, सोचे जस्तै नै पावर छ। अब यो माइनस प्लस चाहिँ मैले जोडिरहेको छु। अनि यसलाई चाहिँ यहाँबाट यसरी राखेर यस्तरी राखेपछि भर्खरै गराएको है। यसलाई चाहिँ म राम्रो गराएर तपाईँलाई देखाउने छु। ल गाइज, हेर्नु सक्नुहुन्छ आलु पनि झिया भइसक्यो।